महिलाले चरम सुख प्राप्त गरेको कसरी थाहा पाउने भनेर सुन्नुभयो। यो विषयको भिडियोहरू मैले थुप्रै पटक राखिसकेकी छु। नयाँ नयाँ साथीहरू जोडिँदै जाँदाखेरि चाहिँ नयाँ नयाँ साथीहरूले ती पुराना भिडियोहरू चाहिँ नहेर्ने, अनि त्यसैले गर्दाखेरि चाहिँ यस्तो कुरा सोधिरहनु भएको हुनसक्छ। त्यसैले तपाईँहरूले पहिले भिडियो हेर्नु भएको छ भने हेर्न आवश्यक छैन, नयाँ साथी हुनुहुन्छ भने चाहिँ हेर्नुहोस् है त। किनकि मैले यो विषयका भिडियोहरू कामुक लेखक लैले युट्युब च्यानलमा पनि राखेकी छु, यही च्यानलमा ममता डट लैले युट्युब च्यानलमा पनि राखेकी छु। तपाईँहरू त्यता पनि हेर्न सक्नुहुन्छ, अथवा हेरिसक्नु भयो होला। नहेरेकोले चाहिँ यो भिडियोबाट म एकचोटि फेरि बताउन चाहे। नमस्कार, म ममता आर्याल लैले विगत 2 वर्षदेखि यो च्यानलबाट काम जिज्ञासुका भिडियोहरू एउटा अथवा दुईटा हप्तामा राख्ने गर्छु। कसैलाई राम्रो लाग्छ, कसैलाई नराम्रो लाग्छ, त्यो सबै आफ्नो ठाउँमा छ। हेर्न राम्रो लाग्छ हेर्नुहोस्, होइन भने चाहिँ जोर जबस्ती छैन। कामुक लेखक लैले युट्युब च्यानलमा चाहिँ काम जिज्ञासुका भिडियोहरू मात्र आउँछन्, तर यो च्यानलबाट चाहिँ सबै भिडियोहरू फरक फरक खालका आउँछन्। त्यसैले फरक खालका भिडियो हेर्न मन लाग्छ नि यो च्यानल हेर्नुहोस्। यसबाट स्त्री पुरुषका सम्बन्धका बारेमा नि आउँछ, प्रेम सम्बन्धका नि आउँछ, गजल मुक्तक साहित्य सम्बन्धी नि आउँछ, काम जिज्ञासु सम्बन्धी नि आउँछ। र कामुक लेखक लैले युट्युब च्यानलमा चाहिँ सबै भिडियोहरू काम जिज्ञासुका मात्र आउँछ। डिस्क्रिप्सनमा ती च्यानलहरू छन्, तपाईँहरू ती च्यानल पनि हेर्नुहोला। मेरो विधा चाहिँ यौन साहित्य हो। यौन साहित्य भएको हुनाले चाहिँ मलाई यौनका कुराहरू गर्न अप्ठ्यारो लाग्दैन। मान्छेको मनभित्र रहेका यौनको भावना, यौन मनोभावना बुझेर तपाईँहरू अगाडि यी कुराहरू व्यक्त गर्ने कोसिस गरिरहेको हुन्छु। कसैलाई नराम्रो लाग्छ भने चाहिँ नहेर्दा हुन्छ भन्दै आजको भिडियोलाई सुरु गरौँ। भिडियोको विषय के छ भने महिलाले चरम सुख प्राप्त गरेको कसरी थाहा पाउने। पुरुषको थाहा हुन्छ, पुरुषको बाहिरी अङ्ग हुन्छ, पुरुषको पेनिस, पुरुषको लिङ्ग कडा हुने, पुरुषको चरम सुख प्राप्त गरिसकेपछि चाहिँ त्यहाँबाट वीर्य झर्ने, त्यो पनि देखिन मिल्ने, हेर्न मिल्ने, र वीर्य झरेको केही समयका लागि चाहिँ पेनिस नउठ्ने, लुलो हुने भएको हुनाले पनि महिलाले यो कुराहरू अनुभव लिन सकेका हुन्छन्, महसुस गरेका हुन्छन्। कडा छ, वीर्य झरेको छैन अथवा लुलो भएको छैन भने चाहिँ चरम सुख अझै प्राप्त भएको छैन। वीर्य झरेपछि चाहिँ उसले प्राप्त गरिसक्यो, अब एकैछिनका लागि चाहिँ लुलो हुन्छ, उसले सक्दैन भन्ने कुरा महिलाले बुझेको हुन्छ। तर पुरुषले चाहिँ महिलालाई चाहिँ कसरी आनन्द लिने, कसरी दिने, अथवा उसले चरम सुख प्राप्त गरेको कसरी थाहा पाउने, उनीहरूको अङ्गभित्र हुन्छ। जति बेला नि एउटै तरिका, एउटै प्रकारको भयो जस्तो लाग्छ, कसरी थाहा पाउने भन्ने कुराहरू पनि सोचेको हुन सक्नुहुन्छ। त्यसैले यो भिडियो बनाउन आवश्यक छ जस्तो पनि लाग्यो। पहिलो कुरा, महिलाहरूको कसैले के सोच्छन् भने महिलाहरूको त्यो चिप्लो चिप्लो पानी आउँछ, यो नै होला चरम सुख भन्ने सोचेका हुन्छन्। महिलाहरूको त्यहाँबाट नर्मल्ली पानी अथवा केही न केही कुराहरू चाहिँ फोहोर अथवा थुप्रै कुराहरू त्यहाँबाट निस्किरहेको हुन्छ। 24 घण्टा निस्किरहेको हुनसक्छ। कसैको अलि थोरै मात्रामा निक्लिएला, कसैको धेरै मात्रामा, कसैको सेतो पानी, कसैको अरू पानी, अथवा महिलाहरूको तपाईँले अन्डरवेयर हेर्नुभयो भने चाहिँ त्यो केही न केही फोहोर देखिएको हुन्छ। केही न केही कुरा भित्रबाट फोहोर चाहिँ फालिरहेको हुन्छ। र अर्को हुन्छ सेक्स गर्दाखेरि चिप्लोपन आउने कुरा। एउटा हुन्छ चिप्लोपन आउने कुरा, चिप्लोपन आयो भन्दैमा उनीहरूले ल आनन्द लिए, चरम आनन्द भयो भन्ने चाहिँ हुँदैन। उनीहरूलाई चाहिँ चिप्लोपनी आउनुको कारण चाहिँ सेक्सका लागि तयार हुन, उसलाई त्यहाँ गर्दाखेरि चाहिँ पीडा नहोस् भनेर चिप्लोपन आएको हुन्छ। यो चाहिँ चरम सुख होइन। महिलालाई चरम सुख प्राप्त गर्नका लागि योनिभित्रै इनआउट गर्नुपर्छ, योनिभित्रै राख्नुपर्छ भन्ने चाहिँ हुँदैन। महिलालाई चरम सुख प्राप्त गर्नका लागि उनीहरूको मन परेको मान्छेले शरीरमा जता पनि छोइदिन्छ भने पनि उनीहरू चरम सुख प्राप्त गर्न सक्छन्। कसैले क्याल्टोरेसमा चलाइदिएर चरम सुख लिएका हुन्छन्, कसैले स्तनहरूलाई दबाई दिएर चरम सुख लिएका हुन्छन्, कसैले शरीरका अरू अङ्ग, साप्रो, घाँटी यी कुराहरूलाई छोइदिएर, कानहरू छोइदिएर चरम सुख लिएका हुन्छन्, कसैले इनआउट गरेर लिएका हुन्छन्। महिलाहरूलाई चरम सुख दिनका लागि भजाइनाभित्र नै इनआउट गर्नुपर्छ, छिराउनुपर्छ भन्ने चाहिँ सोच चाहिँ नराख्नु होला। महिलाहरूले अरू अरू तरिकाले पनि चरम सुख प्राप्त गरेका हुन सक्छन्। अब कुरा गरौँ महिलाहरूले चरम सुख प्राप्त गर्दाखेरि चाहिँ कस्तो महसुस गर्छन् भन्ने कुराहरू। सबै महिलामा सबै कुराहरू लागु नहोला, कसैमा एउटा लागु होला, कसैमा अरू लागु होला। के हुन्छ भने कुनै महिलाहरूलाई चरम सुख प्राप्त गर्दाखेरि चाहिँ एक त पुरुषको पनि मुटुको गति बढेको हुन्छ। चरम सुख प्राप्त गर्दा महिलाहरूको पनि मुटुको गति बढेको हुन्छ। मुटु बाहिरै तपाईँहरू यति नजिक हुँदाखेरि त एकअर्काको मुटुको धड्कन सुन्न सक्नुहुन्छ। मुटुको धड्कन छिटो चलेको सुन्न सक्नुहुन्छ। यो चरम सुख प्राप्त गर्दाखेरि मुटुको गति बढेको हुन्छ, अथवा धेरै मात्रामा, अरू बेला भन्दा पनि धेरै मात्रामा धड्किएको हुनसक्छ। दोस्रो कुरा हुनसक्छ कुनै कुनै महिलाहरूले केही आवाज निकालेका हुन सक्छन्।
इन आउट भइरहेको बेलामा हल्का फुल्का निकालिने आवाजमा फरक पनि हुन्छ, तर जुन चरम सुखको आवाज छ त्यसमा पनि केही परिवर्तन हुन्छ। तपाईँहरू आफ्नो पार्टनरसँग केही समयदेखि सेक्स गर्दै आउनु भएको छ भने केही समयसम्म त तपाईँ एक न एक पटक त चरम सुख उसले प्राप्त गरे होला। त्यो बेलामा चाहिँ तपाईँले उसलाई हेरेर अथवा महसुस गरेर उसले केही आवाज निकालेको अथवा धेरै माया गरेको त्यो बेलामा, अथवा अझै भनेको अथवा मायालु शब्दहरू बोलेको तपाईँहरूले पनि सुन्नुभयो होला। त्यो आवाज चाहिँ एकदम कोठाभन्दा बाहिर जाने आवाज हुँदैन, एउटा उत्तेजित खालको आवाज हुन्छ। तेस्रो नम्बरमा पर्छ कुनै कुनै महिलाहरूले खुट्टालाई बेसरी तन्काउने, खुट्टाका पैतालाहरूलाई बेसरी तन्काउने, मुठीलाई बेसरी छोप्ने अथवा आफ्नो पार्टनरलाई बेसरी एकदमै एकदमै टाइट हक गर्ने अथवा एकदम बेसरी छोपेका पनि पाइन्छन्। र कसैको हुन्छ केही मात्रामा पानी झरेको हुनसक्छ। पानी भन्नाले अरू बेला आए जस्तो चिप्लो पानी छैन, केही मात्रामा हल्का हल्का बाक्लो बाक्लो खालको केही पानी आएको हुनसक्छ। त्यो अब जति बेला पनि आइरहेको हुने, तलतिर चिप्लो पर्ने हुने भएको हुनाले चाहिँ आयो कि आएन यो चाहिँ तपाईँहरूले अलि गहिरिएर हेर्नुभयो बुझ्नुभयो भने चाहिँ थाहा पाउनुहुन्छ, होइन भने चाहिँ यो थाहा पाउन अलि गाह्रो हुन्छ। मुटुको गति बढ्ने, अर्कै खालको आवाज निकाल्ने, एकदमै टाइट हक गर्ने अथवा शरीरमा केही परिवर्तन ल्याउने, रातो रातो बनाउने, पसिनै पसिना हुने अथवा अरू व्यवहारभन्दा अलि फरक खालको व्यवहारहरू देखाउन थालिन् भने चाहिँ तपाईँहरूले चरम सुख प्राप्त गरिछन् भन्ने कुराहरू बुझ्नु होला। एकपटक गर्नुभयो, दुईपटक गर्नुभयो अथवा उसले त्यति बेलामा चाहिँ चरम सुख प्राप्त गरे कि गरेन भनेर थाहा पाउनुहुन्न। तपाईँहरू महिलालाई चरम सुख प्राप्त गर्नका लागि इन आउट तपाईँ 1 मिनटमै शान्त हुनुहुन्छ, महिलालाई चाहिँ हुँदैन। त्यसैले कहिलेकाहीँ फिङ्गरिङ गरेर हातले खेलाइदिएर अथवा क्यालकुलेटरमा चलाइदिएर उसले चरम सुख गर्दाखेरि चाहिँ कस्तो खालको अनुभव गर्दो रहेछ, कस्तो खालको त्यो रियाक्सन देखाउँदो रहेछ भनेर उसलाई हेर्न सक्नुहुन्छ। त्यति गहिरिएर हेर्न सक्नुहुन्छ भने स्तनको निप्पललाई अलि टाइट बनाउने र तलतिर क्याल्टरसलाई टाइट अनि त्यसपछि भजाइनालाई लुज बनाएको त्यति बेला पाइन्छ। यस्तो यस्तो देख्नुभयो भने चाहिँ तपाईँहरूले महिलाले चरम सुख प्राप्त गरिछन् भनेर बुझ्नु होला। सबैमा सबै कुरा लागु यही नै लागु हुन्छ भन्ने हुँदैन। कसैलाई आवाज निकाल्लान्, कसैले खुट्टा तन्काउलान्, कसैले तपाईँलाई बेसरी छोप्लान्, कसैको एकदम मुटुको गति बढ्ला। यस्ता यस्तै फरक फरक खालका महिलाहरूले चाहिँ फरक फरक खालका यी रियाक्सनहरू चाहिँ देखाउँछन्। त्यो बुझ्ने चाहिँ तपाईँले हो, तपाईँको जिम्मा हो। तपाईँले आफ्नो पार्टनरलाई कसरी बुझ्नुहुन्छ त्यो तपाईँमा भर पर्छ भनेर यो भिडियोबाट जानकारी दिन चाहिँ उसले चरम सुख प्राप्त गर्दाखेरि कस्तो गर्छन् भन्ने कुराहरू बताउन आवश्यक छैन होला। महिलाले चाहिँ यसरी नै चरम सुखको आनन्द लिएका हुन्छन्, यसरी महसुस गरेका हुन्छन्। मैले पुराना भिडियोहरूमा अझै गहिरिएर बताएकी छु। तपाईँ कामुक लेखक लैले युट्युब च्यानल अथवा यही च्यानलमा पछाडि भिडियोहरू हेर्दै जानुभयो भने चाहिँ भेटाउनुहुन्छ। भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह प्रतिक्रिया दिनु होला, च्यानललाई सपोर्ट गर्नु होला, सब्सक्राइब गरिदिनु होला भन्दै बिदा हुन्छु। नमस्कार।